आदरणीय दर्शकबिन नमस्कार। नेपाल सन्देशको जापान संवादको दोस्रो अङ्क लिएर आज हामी उपस्थित भइसकेका छौँ। आज हामी माझ कुरा गर्नको लागि डाक्टर भूपालमान श्रेष्ठ हाम्रो स्टुडियोमा उपस्थित हुनुभएको छ। लामो समयदेखि जापानमा रहेर प्रवासी नेपाली सम्बन्धी जापानका विभिन्न स्थानीय निकायहरूमा काम गर्दै आइरहनु भएको डाक्टर भूपालमान श्रेष्ठसँगको कुराकानी अब हामी जोड्नेछौँ। डाक्टर साहब, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। नमस्ते, धन्यवाद। आज चाहिँ हामी यो स्पेसिफाइड स्किल्ड वर्कर अथवा एसएसडब्ल्यू भिसा सम्बन्धी कुराकानी गर्न गइरहेको छौँ। यो एसएसडब्ल्यू भिसा भनेको के हो? सबैभन्दा पहिले त यस विषयमा प्रश्न पारिदिनुहोस् न। धन्यवाद। अब यो एसएसडब्ल्यू भिसा सम्बन्धी करिब धेरै जसोलाई त थाहा नै भइसक्यो। स्पेसिफाइड स्किल्ड वर्कर भन्छ र जापानिजमा चाहिँ तोकुतेई गिनो भनेर चाहिँ भन्ने गरिन्छ। यो चाहिँ जापान गभर्मेन्टले 2019 को अप्रिलबाट चाहिँ विदेशबाट नर्मल वर्करमा हैन नर्मल कामदारको रूपमा चाहिँ काम गर्नको लागि विदेशीहरू भित्र्याउने उद्देश्यले एउटा व्यवस्था गरिएको एक खालको भिसा हो। यसले चाहिँ यो टेक्निसियनहरू भन्दा पनि जनरल लेबरको उसमा चाहिँ सेक्टरहरूमा काम गर्नको लागि चाहिँ यो भिसाले दिन्छ। सर, यो एसएसडब्ल्यू प्रणालीमा चाहिँ नेपाली कामदार पठाउन सकिने भए पनि नेपालीहरूले कस्तो सुविधा पाउने, सामाजिक सुरक्षा लगायतका विषयहरूमा चाहिँ नेपाल सरकारले कार्यविधि पठाएर जापानमा पठाए पनि जापान सरकारको तर्फबाट आधिकारिक रूपमा कार्यविधि पारित नहुँदाखेरि चाहिँ नेपाल सरकारले आधिकारिक रूपमा कामदार पठाउन सकिरहेको छैन। यो कदम अघि बढ्नको लागि दुई पक्ष बीच किन ढिला भइरहेछ? यो विषयमा थोरै प्रश्न पारिदिनुहोस् न। अब आधिकारिक रूपमा पठाउन नपाउने भन्ने त होइन अहिले पनि अब मान्छेहरू आइराखेका छन्। तर अब यसमा चाहिँ जापान तर्फ भन्दा पनि नेपाल गभर्मेन्टकै तर्फबाट चाहिँ एउटा नेपालबाट जापान पठाउने रुट चाहिँ फिक्स नभएको मात्रै हो। जस्तै अब म्यान पावर कम्पनी मार्फत पठाउने हो कि व्यक्तिगत रूपमा जाने हो कि अथवा अरू कुनै कन्सल्टेन्सी, त्यो एउटा चाहिँ रुट चाहिँ गभर्मेन्टले एउटा कार्यविधि तयार गरेर फाइनल नभएको कारणले अलिकता चाहिँ कन्फ्युजन चाहिँ भइरहेको छ। र त्यसमा पनि अस्ति भर्खर चाहिँ अब हाम्रो श्रम मन्त्री जापान आएर उहाँले चाहिँ कार्यविधिहरू चाहिँ एउटा फाइनलाइज पनि गर्नुभएको छ र त्यसलाई चाहिँ जापान गभर्मेन्टको तर्फबाट चाहिँ अब स्वीकृति भन्दा पनि उहाँहरूले पनि एग्री गर्यो भने त्यही अनुसार चाहिँ आउने भन्ने चाहिँ हो। अहिलेसम्म त्यो हुन नसकेको चाहिँ अब सत्य हो जस्तो लाग्छ होइन, मैले बुझेसम्म। अब ढिलो चाँडो सायद त्यो पनि फाइनलाइज होला। त्यसो भएको खण्डमा आधिकारिक रूपमा यो कार्यविधि पारित हुने हो भने त अहिले जति मात्रामा कामदारहरू आइरहेका छन् त्यसको त संख्या अथवा भोलम त बढेर जाने देखिन्छ नि, होइन? अब अहिले त झन् व्यक्तिगत रूपमा पनि मान्छेहरू आफै कन्ट्याक्ट गरेर पनि आइराखेको अवस्था पनि छ। ल्याङ्ग्वेज कन्सल्टेन्सीहरू मार्फत आइराखेको अवस्था पनि छ, म्यान पावर मार्फत आइराखेको अवस्था पनि छ। सङ्ख्या चाहिँ अब त्यो कार्यविधिले गर्दाखेरि बढ्छ कि बढ्दैन भने चाहिँ त्यो हेर्न बाँकी नै छ। तर आशा गरौँ एउटा सिस्टम बस्यो भने चाहिँ सिस्टममा काम हुने हुनाले सबैलाई सहज चाहिँ होला भन्ने चाहिँ अपेक्षा राखेको छु। हजुर। त्यसो भए अहिले जापान आएकाहरू चाहिँ व्यक्तिगत श्रम स्वीकृति लिएर नै जापान प्रवेश गरिरहेका छन्। अहिले चाहिँ अब अलमोस्ट भनौँ न व्यक्तिगत रूपमै श्रम स्वीकृति लिने हो। तर अब उहाँहरूलाई सपोर्ट गर्ने नेपालमा चाहिँ कन्सल्टेन्सीहरू अथवा म्यान पावर कम्पनीहरूले चाहिँ मेडिएटरहरूले चाहिँ सपोर्ट गरिराखेको अवस्था छ। अहिले चाहिँ यो वैदेशिक रोजगार व्यवसायी सङ्घहरूले पनि कन्सल्टेन्सीहरूले चाहिँ एसएसडब्ल्यूमा पठाउन मिल्दैन भनेर चाहिँ आपत्ति जनाइरहनु भएको रहेछ, होइन? यो विषयमा चाहिँ के भन्नुहुन्छ? अब यो यस्तो हो, कन्सल्टेन्सीले अब ल्याङ्ग्वेज कन्सल्टेन्सीले गर्ने काम र अब रोजगार व्यवसायीले गर्ने काम डिफाइन गरेको छ। अफकोर्स वैदेशिक रोजगार व्यवसायी सङ्घले गरेको कुराहरू एक हदसम्म सही जस्तो पनि लाग्छ, किनभने कन्सल्टेन्सीहरूले म्यान पावरलाई बाहिर पठाउने, रोजगारको लागि पठाउने खालको जुन लाइसेन्स लिनु आवश्यक छ जस्तो लाग्छ। अब उहाँहरूले कुनै एउटा म्यान पावरसँग टाइअप गरेर गरेको छ भने त्यसमा चाहिँ अब समस्या नहोला। तर कन्सल्टेन्सीले टोटल्ली चाहिँ होइन रोजगारको नाममा मान्छेहरूलाई चाहिँ बाहिर पठाउने भन्ने कुरो चाहिँ नेपालको कानुन अनुसार चाहिँ अलिकता नमिल्ने हो कि जस्तो लाग्छ मलाई पनि। त्यसमा चाहिँ भित्र अब उनीहरूले कुन लाइसेन्स ल्याएको छ के ल्याएको छ भन्ने कुरो त हेर्नुपर्छ होइन। तर अब सरसर्ती हेर्दाखेरि कन्सल्टेन्सीको काम भनेको विदेश पढ्न जानेहरूको लागि भाषा सिकाउने र उनीहरूलाई चाहिँ अब भनौँ न कलेजहरूसँग टाइअप गर्ने स्टुडेन्टहरूको काम चाहिँ कन्सल्टेन्सीहरूले गर्ने हो जस्तो चाहिँ मलाई लाग्छ। हस्, धन्यवाद। अब यसलाई थोरै विषय अन्तर गरौँ। अहिले चाहिँ यो एसएसडब्ल्यू
एसएसडब्ल्यू भिसा मार्फत चाहिँ होइन जापान सरकारले कुन कुन क्षेत्रमा चाहिँ कामदारहरू भित्राइरहेको छ त, क्षेत्रहरू के छन्, अनि नेपालीहरू चाहिँ कुन कुन क्षेत्रमा आइरहेका छन्, नेपालीहरूको लागि खुल्ला भएका क्षेत्रहरू कुन कुन हुन्, यो विषय चाहिँ सबैको लागि चासोको विषय छ होइन। यो विषयमा पनि प्रश्न पारिदिनु हुन अनुरोध गर्दछु। अब यसमा चाहिँ इन टोटल सुरुमा चाहिँ जम्मा 12वटा 14वटा क्षेत्र थियो होइन। पछि त्यसलाई बढाउँदै अहिले 15-16वटा कतिवटा पुर्याएको छ। त्यो चाहिँ अब हरेक वर्ष जस्तो बढाउँदै लगेको छ। अब यो वर्षदेखि चाहिँ ड्राइभिङ सेक्टरमा पनि ल्याउने भन्ने छ होइन। त्यसरी नै सेक्टर बढाएर छ। अलमोस्ट अहिले सरस्वती भन्दाखेरि जस्तै अब केयर गिभर भयो, नर्सिङ केयर गिभर, रेस्टुरेन्ट, होटल, अनि कन्स्ट्रक्सन, म्यानुफ्याक्चरिङ लगायतका होइन, यो चाहिँ अलि देखिएको एग्रिकल्चर लगायतका सेक्टरहरू चाहिँ अलिकता देखिएको र नेपालबाट पनि धेरै आइराखेको सेक्टरहरू र नेपालमा पनि यी सेक्टरहरूको चाहिँ एक्जामहरू होइन, एसएसडब्ल्यूको एक्जामहरू पनि भइराखेको अवस्था छ। त्यो मध्ये पनि नेपालबाट चाहिँ अहिले अलि धेरै देखिएको चाहिँ केयर गिभर, रेस्टुरेन्ट होइन, फुड सर्भिस भन्छ, र त्यो लगायत अहिले पछिल्लो समयमा चाहिँ होटल क्लिनिङहरूको सेक्टरमा पनि मान्छेहरू आइराखेको देखिन्छ। अहिले सबैको लागि आम चासोको विषय भनेको चाहिँ एसएसडब्ल्यूमा जापान जाने, तर जाने माध्यम के हो, एक्जाम कहाँ गएर दिने, कसरी दिने भन्ने चाहिँ यो आम चासोको विषय बन्न सक्छ होइन। यसको प्रक्रियाहरू के रहेको छ? अब नेपालबाट अथवा विदेशबाट आउने हकमा चाहिँ उहाँहरूले 2वटा एक्जामहरू पास गर्नुपर्ने हुन्छ। एउटा ल्याङ्ग्वेजको टेस्ट एउटा पास गर्नु पर्यो, त्यसपछि चाहिँ सम्बन्धित सेक्टरको स्किल टेस्ट पास गर्नु पर्यो, र उसको उमेर चाहिँ 18 वर्षभन्दा माथि हुनु पर्यो। र माथि हदमा चाहिँ होइन, उमेरको म्याक्सिमम लिमिट चाहिँ स्पेसली राखेको छैन होइन। अब तर जापानिज कम्पनीहरूले सकेसम्म यङ मान्छेहरूलाई होइन चाहिँ लिन खोज्ने भावनाले, जस्तै 40 वर्षभन्दा बढी भएको मान्छेहरूको केसमा चाहिँ अलिकति लिने सम्भावना चाहिँ अलिक कम हुन्छ। यो भिसा मार्फत चाहिँ आइसकेपछि डिपेन्डेन्ट ल्याउन मिल्छ या मिल्दैन, के व्यवस्था छ यो विषयमा पनि थोरै भनिदिनुहोस् न। विद्यार्थी भिसामै आएर वर्किङ गरिसकेपछि चाहिँ आफ्नो परिवारका सदस्यहरू जापान ल्याउन पाइन्छ र सँगै परिवारसँगै बस्न पाइन्छ होइन। तर अब यो एसएसडब्ल्यूमा आइसकेपछिको चाहिँ व्यवस्था के रहेको छ? यसमा चाहिँ अब अहिलेलाई डिपेन्डेन्ट भिसामा चाहिँ परिवार नेपालबाट ल्याउन पाउने भन्ने अथवा विदेशबाट ल्याउन पाउने भन्ने व्यवस्था चाहिँ छैन। त्यही भएर यसमा चाहिँ अब मान्छेहरूले सकेसम्म अब अलिकति चासो कम गरेको अवस्था चाहिँ छ होइन। तर यसमा पनि 2 थरीको छ। एउटा चाहिँ एसएसडब्ल्यू भिसा 1 र एसएसडब्ल्यू भिसा 2 छ होइन। जस्तै तपाईँले 3 वर्षभन्दा बढी एसएसडब्ल्यू भिसामा काम गरेर अथवा चाहिँ तपाईँले चाहिँ एसएसडब्ल्यू भिसा 1 बाट चाहिँ 2 मा अपग्रेड गर्न सक्नुभयो भने चाहिँ परिवार ल्याउने अथवा लङ टर्म यहीँ बसेर काम गर्न पाउने व्यवस्था पनि छ। एसएसडब्ल्यू भिसामा जापान आइसकेपछि चाहिँ ब्याचलर पास गरेको छ नेपालमै भने चाहिँ अन्य भिसामा परिवर्तन गर्न मिल्छ पनि भनिन्छ नि, यो विषय चाहिँ के हो खास? अन्य भिसामा परिवर्तन गर्न मिल्छ या मिल्दैन? एसएसडब्ल्यूमा यहाँ आएपछि अन्य भिसामा परिवर्तन गर्न चाहिँ उसको जुन क्वालिफिकेसन, जस्तै अब नर्मल वर्किङ भिसा भनेको अब गिजिङको भन्छौँ हामीले होइन, त्यसमा चेन्ज गर्नको लागि उसले नेपालमै ब्याचलर पास गरेको छ र उसले यहाँ कम्पनी पायो, उसलाई लिने कम्पनी पायो भने पनि चेन्ज गर्न मिल्छ। अरू भिसाहरूमा पनि चेन्ज गर्न चाहिँ समस्या हुँदैन। उसले चाहिँ अब जस उसलाई लिने कम्पनी चाहियो अथवा उसले गर्ने काम चाहियो, जस्तै बिजनेस भिसामा उसले चेन्ज गर्छु भने पनि पायो, त्यसको लागि कम्पनी खोल्नु पर्यो होइन, विभिन्न क्राइटेरियाहरू मिल्नुपर्ने हुन्छ, चेन्ज गर्नलाई मिल्छ। भाषा राम्रो भए अथवा आफूसँग स्किल छ भने त जापान आउनका लागि त सबैभन्दा सजिलो माध्यम त एसएसडब्ल्यू भिसा पो हो कि क्या सर? अब अहिले सरस्वती हेर्दाखेरि सिधै वर्किङमा होइन काम गर्नकै लागि आउने हो भने चाहिँ एसएसडब्ल्यू भिसा नै उपयुक्त देखिन्छ। किनभने अहिले हामीले नेपालीहरूले यहीँ पढेर काम गर्नेहरू पनि अलमोस्ट अब होइन फ्याक्ट्रीहरूमा, रेस्टुरेन्टहरूमा नै काम गरेको देखिन्छ। त्यसको लागि नेपालबाटै सिधै त्योसँग रिलेटेड स्किल टेस्ट पास गरेर आउनुभयो भने चाहिँ अब यो चाहिँ नर्मल वर्किङ भिसा सरह नै हो। यसमा एउटा मात्रै ड्रब्याक भनेको अघि हामीले कुरा गरिसक्यौँ, परिवार चाहिँ नेपालबाट बोलाउन नपाउने भन्ने मात्रै बेफाइदा हो। अरू सबै यहाँ चाहिँ यहीँ पढेर काम गर्ने जुन वर्किङ भिसामा चाहिँ त्यो सरह नै हुन्छ।
त्यही भएर यो सजिलै छ, राम्रै मानिन्छ। यो एसएसडब्ल्यू भिसामा आइसकेपछि चाहिँ अब आफूमा अलरेडी सिप हुनै पर्यो होइन, सिधै आएर कम्पनीमा गएर काम गर्ने भएकाले चाहिँ सिप छैन अथवा भाषा राम्रोसँग जानेको छैन भने फेरि त्यसले पाउने भनेको त भोलि दुःख नै हो नि त। यो विषयमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ एसएसडब्ल्यू भिसामा आउने नेपालीहरूको लागि चाहिँ? ठिक हो, तपाईँले भन्नुभयो जस्तै अब भाषा भएन अथवा स्किल भएन भन्ने काम गर्न त गाह्रै भइ नै हाल्छ। त्यही भएर एसएसडब्ल्यूको लागि मिनिमम पनि अब N4 लेभलको भाषा नभए त अब उसले N4 लेभल पास गर्न पनि नसक्ने हुनाले त्यो पास गर्नै पर्ने हुन्छ। तैपनि अहिले पछिल्लो समयमा चाहिँ N4 मात्रै नभएर कम्पनीहरूले चाहिँ N3 भन्दा माथि अथवा कतिपय कम्पनीहरूले त N2 पास गरेको पनि एसएसडब्ल्यू भिसामा चाहिँ त्यो क्राइटेरियाहरू खोजिरहेको हुन्छ। त्यसको मतलब के हो भन्दाखेरि उनीहरूले भाषा राम्रो जति बोल्न सक्यो त्यति नै राम्रो कम्पनीहरू काम पाउनलाई चाहिँ सजिलो हुन्छ र प्लस स्किलको कुरा पनि त्यसमै जोडेर आउँछ। र अन्त्यमा चाहिँ यो भिसामा जापान प्रवेश गरेका नेपालीहरूको अवस्था कस्तो छ होइन, यहाँ कति आम्दानी गरिरहेका छन् अथवा कति कमाइ गरिरहेका छन् र यसका चुनौतीहरू चाहिँ के छन् त, यो विषयमा प्रश्न पारिदिनुहोस् न। अहिले पछिल्लो अवस्थामा चाहिँ अब आउनेहरू आइराख्नु पनि भएको छ र अब यहाँ आइसकेपछिको अलिकता देखिएको समस्या अथवा चुनौती भनेको चाहिँ उहाँहरू अलिकता राम्रोसँग नबुझिकन आउने होइन, अब जान पाए हुन्छ जहाँ भए पनि हुन्छ भन्ने हिसाबले चाहिँ आउनुभएको हुन्छ। त्यसपछि चाहिँ आइसकेपछि अब यो हामीले यो त सुनेका थिएनौँ यस्तो ठाउँमा रहेछ भन्ने चाहिँ कुराहरू चाहिँ अलि धेरै आइराखेको छ र त्यहाँबाट चाहिँ कम्पनी चेन्ज गर्न खोज्ने मान्छेहरू चाहिँ अलि धेरै हुनुहुन्छ। त्यही भएर म चाहिँ के भन्न चाहन्छु भने उहाँहरू आउनुभन्दा अगाडि आफूले काम गर्ने ठाउँ आफ्नो होइन अब कम्पनीको नाम आफ्नो सुविधाहरूको बारेमा अलि डिटेलमा चाहिँ बुझेर आउनुभयो भने त्यो खालको समस्याहरू नआउन सक्छ। त्यही भएर अब अहिले पछिल्लो समयमा चाहिँ के छ भन्दाखेरि जापानको कम्पनीहरूले पनि यहाँ नेपालबाट भन्दा पनि यहीँ आइसकेको मान्छेहरूलाई चाहिँ लिने अथवा डिमान्डहरू त्यस्तो खालको डिमान्डहरू आइराखेको चाहिँ हामीले बुझिराखेका छौँ र त्यही भएर अब यसलाई चाहिँ अलिकता अलि व्यवस्थित तरिकाले र आउने मान्छेहरूले पनि अलिक सचेत भएर आउँदाखेरि चाहिँ राम्रो हुन्छ भन्ने जस्तो लाग्छ। हस् त, कार्यक्रम जापान संवादमा उपस्थित भएर आफ्ना महत्त्वपूर्ण भनाइ हेरिराख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।